आज म यहाँहरुमाझ हटपट सुपको रेसिपी लिएर आएकी छु। जाडोमा तातो तातो हटपट सुप बनाएर खानुको मजै बेग्लै हुन्छ। अझ घरैमा सजिलैसँग बनाउन सकिने यो हटपट सुपको स्वाद पनि एकदमै मिठो हुन्छ। आउनुस् बनाउनतिर लागौं है त। सबैभन्दा सुरुमा मैले एउटा कराईलाई ग्यासमा तताएर यसमा 2 चम्चा जति तेललाई राखेकी छु। अब यसमा मसिनो गरी चप गरेको लसुनलाई राखौं। लसुन हल्का ब्राउन भएपछि यसमा मसिनो गरी काटेको हरियो खुर्सानीलाई पनि राखेकी छु। थोरै मात्रामा बेसारलाई पनि राखौं। अब यसमा हामीले आवश्यकता अनुसार पानीलाई राख्नुपर्छ। मैले यहाँ 1 लिटर जति पानीलाई राखेकी छु। हजुरहरूले कति जनाको लागि बनाउने हो त्यही अनुसार घटबढ गर्न सक्नुहुनेछ। अब यसमा मैले 1 चम्चा नुनलाई राखेकी छु। अब यसरी पिस गरेर काटेको चिकनलाई पनि मैले यहाँ राख्दै छु। अब यसलाई एकपटक चलाएर हामीले केही बेर यसलाई छोपेर पकाउँछौं। 7 मिनेट जति छोपेर पकाइसकेपछि मैले यसमा अब 1 चम्चा भिनेगरलाई पनि राख्दै छु। यसरी नै 1 चम्चा सोया ससलाई पनि राखौं। यसरी नै 1 चम्चा पिरो हट ससलाई पनि मैले यहाँ राखेकी छु। एउटा काटेको प्याज, एउटा क्याप्सिकम र गाजरलाई पनि मैले यहाँ राखेकी छु। अब चाहिँ मैले यहाँ चिकन मोमो बनाएर लिएकी छु। यो चाहिँ स्टिम नगरेको काँचो मोमो हो। अब यो मोमोलाई पनि यसमा राखौं। अब यसलाई फेरि हामी 5-7 मिनेटको लागि छोपेर पकाउँछौं। केही बेर पाकिसकेपछि अब खोलेर हेर्दा यो हाम्रो चिकन र मोमोहरू राम्रोसँग पाकिसकेको छ। नुडल्स चाहिँ मैले यहाँ कोरियन नुडल्सलाई युज गरेकी छु। हजुरहरूले यसको ठाउँमा कुनै पनि रामेन नुडल्सहरूलाई राख्न सक्नुहुनेछ। नुडल्स राखिसकेपछि हामी यसको माथिबाट यसको मसला र चिल्ली पेस्टलाई पनि राख्छौं। हजुरहरूले यो हटपट चाहिँ कतिको पिरो खाने हो त्यही अनुसार पिरो एड गर्न सक्नुहुनेछ। अथवा यस्तो नुडल्सको ठाउँमा थुक्पाको नुडल्सलाई पनि राख्न सक्नुहुनेछ। यसको यो ड्राई भेजिटेबल्सहरूलाई पनि मैले यहाँ राखेकी छु। अब यसको माथिबाट मैले केही यो बक्चोई सागलाई पनि राखेकी छु। 2-4 टुक्रा ससेज र 2वटा बोइल एगलाई पनि मैले यसमा एड गरे। अब यसलाई एकैछिन फेरि छोपेर पकाऊ। 2-3 मिनेट उमालिसकेपछि अब यो हाम्रो हटपट पाकिसकेको छ। यसरी तयार भएको यो तातो तातो हटपट सुपलाई हामीले खान सक्छौं। यसमा हजुरहरूले आफ्नो स्वाद अनुसार कागतीको रसलाई पनि राखेर खान सक्नुहुनेछ। यसरी घरमा सजिलैसँग बनाएको हटपट सुपको स्वाद पनि एकदमै मिठो भएको छ। हजुरहरूले पनि यसै गरी यो जाडोमा यसरी नै हटपट सुप बनाएर घरमा अवश्य पनि ट्राई गर्नु होला। आशा छ हजुरहरूलाई मन पर्नेछ।